हेलो नमस्ते, म अनिल घले परियार स्वागत गर्न चाहन्छु मेरो छोटो भ्लग भिडियोमा। आशा छ हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला र यता म पनि सन्चै आरामै छु। स्पेसल्ली आज यो भिडियो चाहिँ मेरो घर हजुरहरूलाई देखाउनको लागि हो है त। मेरो घर कस्तो रहेछ, कहाँ पर्छ भनेर हजुरहरूलाई देखाउनको लागि भनेर चाहिँ मैले यो भिडियो बनाएको। ल अब सुरु गरौँ है त। मेरो घर चाहिँ देवचुली नगरपालिका वार्ड नम्बर 9 विशालटार नवलपुरमा पर्दछ र यो इलाका नै विशालटार गाउँ भनेर चिनिन्छ है। र मेरो घरमा जाने बाटो चाहिँ यहाँबाट यसरी ट्याक्कै यस्तो छ। यो हो मेरो सानो घर, खासै राम्रो छैन, अब गरिबको छोरो यस्तै हो। यो चाहिँ अगाडिको फुलको क्यारी गेट भनौँ न हैन। अब यहाँबाट सुरु हुन्छ मेरो घर जाने बाटो। यसरी टक्कै यो फुलको क्यारीहरू भयो, फुलहरू यहाँ छ। यो मेरो घर, यो चाहिँ मेरो घर देख्न सक्नुहुनेछ। र यो रहेको छ गोठ, अनि यो कुखुराको खोर जहाँ छन् कुखुराहरू काटेर खाने बेला भइसकेको छ। टोयलेट बाथरुम है। अनि यो बाख्राको घाँस खाने ठाउँ, त्यो पर बाख्राको खोर। यहाँ छ दराजहरू, टेबल, धुलो लाग्छ भनेर चाहिँ यसरी छोपेर राखेको। अनि यो फ्रिज भइहाल्यो। यतापट्टि चाहिँ छोरीको बेड है यो। अनि यो मम्मीको बेड यस्तो छ। यहाँ मन्दिर छ, हर्सको फोटो, 7 हर्स यस्तो छ। अब म देखाउन चाहन्छु हजुरहरूलाई मेरो कोठा। टक्क लगाएर मेरो कोठा छ यता बाहिर चाहिँ खासै राम्रो छैन मेरो कोठा, साङ्ग्रो छ यस्तो छ। हेर्नुहोस्, यहाँ पनि मैले बनाएको 7 हर्सको फोटो। अनि यता हाम्रो फ्यामिलीको फोटोहरू, छोरोको, मेरो सानो र म, छोरीको आर्ट्स फोटो मैले बनाएको, यो सानो भइहालिन्। अनि यो चाहिँ म, अनि यो पनि सानोकै फोटो मैले बनाएको। यता टेबलहरू छ। त्यसपछि हाम्रो यो बेड है, यस्तो टाइपको छ, खासै राम्रो छैन है, साङ्ग्रो छ क्या। अनि त यस्तो साङ्ग्रो छ भने यो त भयो हाम्रो कोठा अथवा बेडरुम। त्यही भएर हाम्रो गोठ। एउटा पाडा, एउटा पाडी छ, दुईटा। मम्मीले गोबर सोध्दै हुनुहुन्छ। अनि यो चाहिँ किचन है, हाम्रो किचन कोठा यस्तो छ, यस्तो खालको। यो चाहिँ यहाँनिर मरमसला राख्ने यस्तो खालको छ। टक्क यहाँ के चाहिन्छ होइन मरमसला भान्साको लागि, त्यो आइटमहरू राखेको। गोबर ग्यास, अब यो ग्यास सिलिन्डरवाला चुलो भइहाल्यो। मसला पिन्ने सिलौटा, अनि सानोलाई यसो हातसात धुन, भाँडा पखाल्न सजिलो होस् भनेर यहाँनिर भाँडा मार्ने ठाउँ पनि भित्रै यस्ता भाँडा राख्ने र्याकहरू यस्तो छ। भाँडा चाहिँ खासै छैन। पानीको गाग्री, यहाँ पनि फेरि एउटा पलङ छ फेरि यहाँनिर टक्क किचनमा आएर कुराहरू गर्नका लागि होइन, बस्न गर्नको लागि चाहिँ भनेर। अनि बसेर खान पनि मिल्ने हो। अनि यो हाम्रो किचन र्याक। अब मेन भाँडाहरू भने चाहिँ यहीँ छ। हाम्रो किचन र्याकमा सजाएर राखेको छ धेरै सामानहरू, भाँडाहरू चाहिँ छ त नै। यो चाहिँ मेरो पुन्टे बाइक। ओके सबैजनालाई अहिलेलाई भिडियो यति नै। फेरि अर्को भिडियोमा फेरि पनि यस्तै भिडियोहरू ल्याउने बाचा गर्दै अहिलेलाई छुट्टिन चाहन्छु। ओके बाई।